हेलो नमस्कार म सचिन तामाङ फ्लरिकल्चर युट्युब च्यानलमा सम्पूर्णलाई अभिवादन स्वागत गर्दै तपाईँहरूलाई विशेष एउटा जानकारी दिन गइरहेको छु। जानकारी के हो भन्दाखेरि तपाईँहरूलाई मैले बारम्बार है मेरो च्यानल मार्फत गाउँघरमा जति पनि साना ठुला नर्सरीहरू छ त्यसको भिडियोहरू के कस्तो प्लान्टहरू हाम्रो नर्सरीहरूमा उपलब्ध छ भन्ने जानकारी दिँदै आउँदा आज हामीलाई कान्दोङ फ्लरिकल्चर भिलेज एग्रो प्रोड्युसर कम्पनीले एउटा उहाँहरू केही समय अगाडि हाम्रो गाउँघरको नर्सरी भ्रमण गर्नु आउनुभएको थियो। त्यसको भिडियो मैले तपाईँहरूलाई साझा गरिसकेको छु भने उहाँले हाम्रा नर्सरीका ओनरहरूलाई कान्दोङ फ्लरिकल्चर भिलेजमा एउटा सभा त्यस सभामा निम्तो दिनुभएको थियो र त्यो सभामा हाम्रा नर्सरीका केही दाजुभाइहरू सहभागी भएका थिए भने त्यस पश्चात उहाँहरूले हाम्रो कम्पनी हाम्रो गाउँघरको नर्सरीहरूको केही फ्लरिकल्चर एग्रो कान्दोङ फ्लरिकल्चर एग्रो प्रोड्युसर कम्पनीका अधिकारी लगायत वन विभागका उच्च अधिकारीहरू हाम्रो गाउँघरको नर्सरी भिजिटमा आउनुभएको तपाईँहरूले देख्नुहुनेछ र तपाईँहरूले पनि आफ्नो घर भएको जति पनि आफूले लगाएको फुल प्लान्टहरू छ तपाईँहरूले अहिलेसम्म राम्रो मूल्यमा बेच्न सक्नुभएको छैन र यो कम्पनीमा जोडेर तपाईँहरूले पनि आफ्नो व्यवसायलाई बढाउन चाहनुहुन्छ भने मैले तयार पारेको भिडियोलाई अन्तसम्म हेर्नुहोस्। तपाईँहरूको लागि एकदम लाभदायक छ र अहिलेसम्म पनि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु अनि यो भिडियोलाई अन्तसम्म हेरेर बुझ्ने अनुरोध गर्दछु र मन परेमा तपाईँहरूले कमेन्ट अनि लाइक सेयर गरिदिनुहुन्छ भने आशा सोच्दै तपाईँहरूको निम्ति तयार पारेको यो भिडियो हेर्नुहोस्। धन्यवाद। घरको सानो जग्गा पनि कसरी मजाले युटिलाइज गरेको इसमें ना देखो ये सकुलेंट्स में ना बहुत सारे स्ट्रिंग्स आता है। ये पर्ल हो गया, ये हार्ट हो गया, ये डॉल्फिन जैसा होता है। नाम है स्ट्रिंग्स ऑफ हार्ट, स्ट्रिंग ऑफ डॉल्फिन, बनाना, बहुत सारा होता है। ये सब सारे स्ट्रिंग ऑफ बनाना देखा था तो उस दिन हम लोग ने जब वहाँ पे था ना सर कालिम्पोंग में नहीं जहाँ पर हम लोग ने वो खाया ना शिवड़ी चाहिए। भाइ कहाँ गयो अरे फुपू? ए भाइले यो छ अब बनाउँछ होला यसले। हजुर उसको सप्लाई कहाँ जान्छ? उसकोमा हाम्रोहरू सँगसँगै जान्छ। हजुर यसको त बहुत छ नि जग्गा सर। भेराइटी कलेक्सन गरी उसकोमा खोइ मलाई त्यति याद भएन हौ सकुलेन्टको त्यो रुप्राहरू भन्ने होला सर, त्यो ठुल्ठुलो बनाएको छ नि त्यो रुप्राहरू। यो लोलाहरू हो। सरहरू आउनु भएछ फेरि हो भिजिटमा। भाइ चाहिँ हो भाइको नाम चाहिँ के हो? हजुर राहुल। हजुर नाम काफी नोट कर लो, 2 का नाम लिख के बाद में हम लोग का डॉक्यूमेंट्स देखेंगे। उनको दे तो है वहाँ पे है सर
मैं नाम भूल जाते हैं ना किसका नर्सरी देखा है हम लोगों ने, तो आज ये फोटो में लिखना पड़ेगा ना उसका है बोल के। कति साल भयो तिमीले लगेको? हजुर म त भर्खर 1 साल भनौँ न 1 साल भयो। 1 साल भर्खर टक्कै भयो एक साल के आज सबर है ना टेबल उसका डिटेल जो लिखा है मुझे मतलब बस्तीमा फलाना फलाना कहना तो मैंने नर्सरी देखा है वो मुझे आइडिया है अलग से लिख सेल त भएको छ नाम नाम नोट करके अलिअलि भयो होला अलिअलि कत्रो त त्यसो कहाँ बेच्यो त्यसरी? होइन आउँछ नि त्यो खुद्रा खुद्रा 10वटा 15वटा त्यो फाल्टाउ मान्छे आउँछ हो मान्छे आउँदै किन्दै लान्छ त यहाँ लान्छ। साढे त पार्टी त आएको छैन अहिले कि अँ। सेल त भएको छैन र पनि साढे त 5वटा 10वटा तिमीले अरू जग्गातिर मतलब कुनै दोकानहरूलाई को फाल्टुहरू दिएको छौ? देख्छिन हजुर उसको बाबाले चाहिँ गर्दैछ कि बाबाले चाहिँ गरेर चाहिँ अहिले चाहिँ उसले सुरु गर्दैछ। बाबाको हाम्रो अब प्रब्लम रेडी भइसक्यो सबै पोर्टलहरू अनलाइन सप्लाई हुन्छ कि त्यति बेलादेखिको चाहिँ हामीलाई पुरा डिमान्ड आउनसक्छ जुन चाहिँ अब कानुनमा मात्रै सफिसियन्ट हुन्छ। त्यसले गर्दा चाहिँ यो भ्यालीको डल्लै थुप्रै हामीले चाहिँ अब जो मतलब यहाँको मान्छेहरूको राम्रो होस् इकोनोमिक स्टेटस भनेर गर्नेहरूलाई चाहिँ अब त्यसमा जोड्ने चाहिँ अब सोचाइ छ त्यसमा चाहिँ हेरौँ कति अब जना अब यसमा लागिने हो। प्रोडक्सन चाहिँ राम्रोसँगले गर्नु पऱ्यो मेहनतले टर्म्स एन्ड कन्डिसन्स मानेर सबै गर्नु सक्यो भने चाहिँ राम्रो हुन्छ सबैलाई राम्रो हुन्छ कम्पनी पनि अगाडि बढ्छ। हजुर यिनीहरू चाहिँ मेरो मदर प्लान्ट हो कति भेराइटी छ यहाँनिर मैले गर्ने छुइनँ सर एप्रोक्सिमेट 40 होला सर 40 40वटा भेराइटी छ यसमा मोटामोटी यो सबै मदर हो हजुर होइन अब चाहियो भने म निकालेर दिन्छु होइन अहिले हामीलाई त युजलेस चिसोमा त्यो मार्दै हो त लाँदा यो यो मङ्की के भन्छ यो यो रेड टेल राइटेल यिनीहरूको चाहिँ कता छ यिनीहरू पनि सस्तो रहेछ जस्तो लागेको छ है जाउँ अर्को हेर्नु हेलो एक्लै भाइ म एक्लै हो होइन मतलब काम गर्नु एक्लै हजुर मान्छे लगाउँछ लाउँदिनँ सर लाउँदिनँ एक्लै भ्याइदिएको यत्रो काम काम त गरेपछि नम्बर बिस्तारै हिँड्नु चिप्लो छ।
राखेको छौ गर्दैछौ होइन छैन मेरोमा सिउडी भन्थ्यो सर सिउडी त युफोबिया हो सिम्पल हजुर मोटोमा हुन्छ नि त सर मोटोमा सिउडी युफोबिया सिउडीमा हुन्छ है ड्रागन फ्रुट सानो एउटा लगेर जानु नि ल उता हुन्छ नि अन्त तर अब सपोज सिउडी निक्ल्यो ग्राफ्टिङको लागि चाहिँ एकदम त्यो काट्नु यसमा होइन हाँगाबाट गर्नु भन्छ नि त होइन मेनबाटै गर्छ है मेन काटिदिन्छु हुन्छ है यसमा पनि हुन्छ नि सर यो वाइट उयो छ नि ब्लू टच यो यसमा पनि हुन्छ नि क्याक्टस त हुन्छ सर सबैमा हुन्छ ग्रिन चाहिँ चाहियो त्यसलाई फोटो हजुर त्यो हजुर काका उसको चाहिँ यो फोटो यहाँ मलाई सबै फोन लागि पठाएछ यस्तै त खास खोजेको चाहिँ यस्तै आउनु भएको रहेछ कि अरू यहाँ हजुर हेर्नु राहुल भाइ छ होला हौ घरमा है हुन्छ एडियो सरले पठाएको ल सब हर्नियाको भेराइटी छ हर्नियाको भेराइटी त्यसको फुलाइ दामी हुन्छ अब यस्तो ग्रिन हाउस बनाउनु सरकारले अरू जग्गामा सर ने बोला ये जो मेरो परै छ त्यो ठुलो थियो कम्पनीमा के हो यो सरकारले केही दिँदैन खासमा आफ्नै मेहनत हो आफ्नै पैसा हुन्छ लोनको पैसा हुन्छ होइन अब तिम्रो कति इन्भल्भमेन्ट भयो भने चाहिँ एक्लैले उसले पनि भ्याउनु तिमीले पनि मान्छे राखेर गर्नुपर्छ किन अहिले तिमीले भ्याउने त गर्दैन रहेछ एक्सपेन्सन गर्छौ भने चाहिँ हो यहाँबाट पसेको